डल्ले डल्ले खुर्सानी पिरो भाइ मेरो बहिनी आयो भने मलाई जिस्काउनु हुन्छ कतिले। मैले चाहिँ कहिले राम्रो बिहेभ गर्दिन थिएँ क्या। म चाहिँ कहिले भेट्न आउँदाखेरि किन भेट्न पर्यो। बुढो बहादुरको सारङ्गीले रुवायो भनेको यिनीले झन् रुवायो कि। पोस्ट गरिदिनु होला कस्तो लाग्छ। एन्जिला दिदीले चाहिँ अब सबै दुःखलाई भोगेर अगाडि बढ्नु भएको छ। सबैलाई भनिदिनुहोस् होला। अब तपाईँले हेरिहाल्नु भयो चलचित्र, यो एउटा चलचित्र मात्रै नभएर यो अभियान हो। हामी सम्पूर्णको कथा यसमा लुकेको छ। यो अहिले चाहिँ हामीले प्रदर्शन मार्फत सबैको कहानी जोडेको छ। हामी बिन्ती गर्न चाहन्छु, यो चाहिँ तपाईँहरूले फिल गर्नुभएको चलचित्र हेरेपछि के महसुस गर्नुभएको छ, यो सन्देश चाहिँ हाम्रो सम्पूर्ण तपाईँहरूले आफ्नो छरछिमेकीमा साथीभाइमा जसले चाहिँ यो चलचित्र हेरेको छैन उहाँहरूलाई के भन्नु चाहनुहुन्छ, यो चलचित्र मार्फत हजुरहरूले त्यो सन्देश पनि दिनुहोस् होला। सन्देशमूलक कहानी छ यो होइन। र यो अभियान चाहिँ घरमा जानु पनि किन यो सङ्घर्षको कथा हो, साहसको कथा हो र सफलताको कथा हो। र यसै गरी एन्जिलाको दाइ मेरो दिदी आई, सुमिन भाइ के भन्नु चाहनुहुन्छ? सो सबैलाई धेरै धेरै धन्यवाद आइदिनु भयो यहाँसम्म। सो हाम्रो चलचित्र कस्तो लाग्यो तपाईँहरूले चाहिँ आफ्नो सोसल मिडियाहरूबाट तपाईँले फेसबुक इन्स्टाग्राम जहाँ जहाँ हुन्छ कृपया टिकटकदेखि लिएर सम्पूर्ण ठाउँमा तपाईँहरूले जतिले क्यामेराले खिचिराख्नु भएको छ सबै चिजहरू चाहिँ पोस्ट गरिदिनु होला कस्तो लाग्छ। अनि हाम्रो मिलनदा डिरेक्टर, हाम्रो फिल्मको डिरेक्टर साहब हुनुहुन्छ र प्रेमदा एन्जिलाहरू अहिले पूर्वमा हुनुहुन्छ। उहाँले पनि पूर्वमा तपाईँहरू जस्तै दर्शकहरूसँग भेट्न जानुभएको छ। सो सबैको तर्फबाट चाहिँ एकदमै धेरै माया भन्नुभएको छ। एकचोटि सबको लागि चाहिँ हाम्रो जोरदार ताली दिनु होला। अब हरेक प्रदेश हरेक जिल्ला गुन्जिनु पर्छ जय एन्जिला। अब सोसल मिडियामा सेयर गरिदिनु होला प्लिज सबैलाई। कस्तो लाग्यो हजुरलाई? धेरै राम्रो छ, एकदम सबैले हेर्ने पर्ने मुभी छ। कस्तो लाग्यो मुभी? एकदम दामी छ बवाल। एकदम राम्रो छ, सन्देशमूलक छ। कस्तो लाग्यो मुभी? एकदम राम्रो छ। हजुरलाई कस्तो लाग्यो मुभी? हजुरलाई कस्तो लाग्यो मुभी? हजुरलाई कस्तो लाग्यो? हजुरलाई कस्तो लाग्यो? हजुरलाई कस्तो लाग्यो मुभी? एकदम दामी छ। कस्तो लाग्यो मुभी हजुरलाई? एकदमै राम्रो। कस्तो लाग्यो हजुरलाई? कस्तो लाग्यो नि बाबु? राम्रो, एकदम राम्रो छ एकदम। कस्तो लाग्यो आमा? हजुर ए एकदम राम्रो छ क्या। बुढो बहादुरको सारङ्गीले रुवायो भनेको यिनीले झन् रुवायो कि। र कौनो पातले छोइन एकदम हजुरलाई? एकदम उसको सङ्घर्षले एकदम है होइन त। त्यति दुःख भएर पनि अब आयो नि। सबै बच्चाहरूलाई ल्याएर देखाउनु परिरहेछ कि। ए हस्, थ्याङ्क यू। हुन्छ हुन्छ थ्याङ्क यू दिदी। सबैलाई भनिदिनुहोस् होला। त्यसमा यसरी नै लागिपर्ने है तपाईँ जानु एकदम है। सबैलाई धन्यवाद छ एकदम। जाने नि तपाईँ बस्नु थोरै पनि त जाने नि। अब हाम्रो जीवनमा अब खेलाडी भनेपछि त समाजले पहिलेदेखि हेर्दै गरेको केटीले यो गर्नु सक्दैन भन्ने नि त। अब एन्जिला दिदीले चाहिँ अब सबै दुःखलाई भोगेर अगाडि बढ्नु भएको छ। धन्यवाद। उहाँ चाहिँ धेरै भावुक हुनु भइसक्नु भयो होइन। एक दुई शब्द एन्जिलाको लागि के भन्नुहुन्छ? उहाँलाई के भन्न चाहनुहुन्छ? एन्जिलालाई के भन्नु? एन्जिला दिदी अझै यस्तो प्रगति गर्दै जानुहोस्।
हामी जस्तो मैले हजुरलाई इन्स्पायर कस्तो लाग्यो एन्जिला एन्जिला दिदीको मुभी हेरेर चाहिँ मैले धेरै कुरा सिकेँ किन हामीले चाहिँ आफ्नो प्यारेन्ट्सलाई छोडेर हामी अहिले संस्थामा बसिरहेछौँ अनि त्यसको मैले चाहिँ के सोच्दा भने मेरो लागि चाहिँ मेरो फ्यामिली केही होइन मलाई जसले कर्म दियो नि त्यही नै मेरो लागि चाहिँ ठुलो सम्झिन्थेँ तर यो मुभीबाट चाहिँ मैले के सिकेँ भने आफूलाई जन्म दिनेलाई पनि क्रेडिट चाहिँ दिनुपर्छ है त्यसले मलाई जन्मा छ भनेर त्यही भएर मैले यो मुभीबाट चाहिँ धेरै कुरा सिकेछु मोस्टली मलाई धेरै छोको भनेको चाहिँ यो कुराले चाहिँ एकदम छोको थियो किन मैले चाहिँ आफ्नो लागि मेरो प्यारेन्ट्स चाहिँ कोही होइन मलाई जसले कर्म दिएको छ नि त्यही हो मेरो लागि ठुलो भनेर सोच्थेँ तर यो मुभीबाट चाहिँ मलाई टोटली मेरो माइन्डलाई सेट चाहिँ चेन्ज गरिदियो क्या अब मेरो लागि मेरो प्यारेन्ट्स पनि छ है सपोर्टर मैले केही गरेँ भने तिनीहरूले पनि उहाँहरूले नि मलाई आएर हेल्प गर्छिन्छ है भन्ने चाहिँ मेरो मनमा चाहिँ यो मुभी हेरेर चाहिँ एकदम प्रभाव परेको छ अब मैले चाहिँ उहाँहरूलाई भेटेँ भने चाहिँ थ्याङ्क यू भन्ने छु थ्याङ्क यू साथ मैले चाहिँ कहिले राम्रो बिहेभै गर्दिनँ थिएँ क्या म चाहिँ कहिले भेट्न आउँदाखेरि किन भेट्न पर्यो भन्ने टाइपको गर्थेँ क्या अब यो मुभी हेरेर चाहिँ लाइक हो है मलाई उहाँहरूले जन्म दिइसकेको छ मैले केही गरेर देखाउनु छ उहाँहरूको लागि मात्र भए पनि भनेर चाहिँ यो मुभीबाट धेरै प्रेरणा पाएको छु थ्याङ्क यू एन्जिला दिजु यस्तै मुभी बनाउँदै गइछु अब हजुर प्लेयर मात्र नभएर एउटा एक्ट्रेसमा पनि गइसकेको छ मलाई चाहिँ मेरो चाहिँ दुईवटा हबी छ एउटा एक्टिङ अनि एउटा चाहिँ टेबल टेनिस प्लेयर हो मैले चाहिँ के सोचेको थिएँ भने गेममा मात्र गएपछि अब मैले पुरै एक्टिङलाई टोटल्ली बिर्सिनुपर्छ भन्ने सोचेको थिएँ तर यो मुभीबाट चाहिँ के सिकेँ भने अब मैले चाहिँ एउटा काम गर्दा गर्दा पनि अर्को पनि त्यसलाई कन्टिन्यू गर्न सक्छु है भनेर सिकेको छु थ्याङ्क यू सो मच दिजु हजुरले चाहिँ हाम्रो लाइफलाई रिलेटेड गरेर यो मुभी बनाइदिइसकेको छ हजुरको रियल स्टोरी भए पनि यो मुभीमा त कति कुरा मिक्स गरेर बनाइछ होला त्यही पनि यसले चाहिँ सेम हामीलाई चाहिँ के लागेको छ भने अब हामीले पनि पछि गएर केही गर्न पर्छ है हामीले नि कसैलाई केही गरेर देखाउनु पर्छ है आफूलाई चुप्लाक भन्ने मान्छेलाई चाहिँ अब बोलेर होइन अब केही गरेर देखाउनु पर्छ भनेर सिकेको छु थ्याङ्क यू दिजु सो मच नमस्कार नमस्ते शिव भाइ अनि शिव हैन हम बराबर में हम क्या है ना हम बराबर में हम क्या है ना हामी बराबर छैन मलाई हाल्ने छैन अनि फिल्म एन्जिला मुभीको चाहिँ तेस्रो हप्ता लागिरहेको छ हैन हलमा जाँदाखेरि कस्तो इफेक्ट परेको छ या मजा लागिरहेको छ कस्तो छ हजुरलाई अनुकूल कस्तो लागिरहेको छ भनेको मजा लागिरहेको छ नि त खुसी पनि त छ नि शिव सर एकदम रमाइलो तपाईँ जस्तो रमाइलो अनि रमाइलो त रमाइलो नै हो होइन र आज चाहिँ बिग यो लभिङ मलमा चाहिँ आज दर्शकहरूको आइहाल्नुमा होइन फाइनल्ली यसरी अब दर्शकहरूको माझमा चाहिँ पाउँदाखेरि र एन्जिला मुभी त अब दर्शकहरूले हेरिसक्नु भएको छ मेरो बहिनी आयो एकदम हिट छ क्या यो चाहिँ एकदम यो टिकटक भइ छ क्या फाइनल्ली यो क्लिपले दर्शकहरूले हेर्दाखेरि होइन र रियल हेर्दाखेरि कस्तो महसुस गर्नुभएको छ हजुरलाई रियल्ली अब महसुस त कस्तो भने महसुस त आनन्द गरिन्छ जसरी नि होइन अनि अब कतिजनाले भेट्नुहुन्छ प्रायःले चिन्नेहरूले चाहिँ भाइ मेरी बहिनी आई भन्ने एउटा अब अहिले चाहिँ एकदम भनौँ न एकदम पपुलर छ त्यो डाइलग चाहिँ होइन त्यो डाइलगले मेरो बहिनी आई भनेर मलाई जिस्काउनुहुन्छ कतिले त्यही भनौँ न महसुस एकदम खुसी अबको कौन प्रोजेक्ट छ भनेर हाम्रो यो सुमिन गुरुङले एकदम चासो हुन्छ रहेछ क्या दर्शकहरूलाई पनि होइन धेरै नोटिस पनि भइसक्यो होइन हाम्रो सुमिन दाइले चाहिँ कस्तो प्रोजेक्ट गर्दै हुनुहुन्छ अबको दिनमा आगामी दिनमा के कस्तो प्रोजेक्ट भन्ने चासो लाग्नु रहेछ कि किनकि अघिल्लो प्रोजेक्ट भन्दा यस्तो राम्रो प्रोजेक्ट गर्दै गर्दै आउनुभयो यहाँसम्म पुगिसक्नु भयो नि तपाईँ होइन एन्जिलाकोमा त अझै डिफ्रेन्ट पाएँ क्या मैले हेरेँ होइन जुन तपाईँले विगतको कतिवटा फिल्म हेर्नुभयो तीनटा चारवटा होला है मैले 3-4वटा जति हेरेँ होइन त्यहाँभन्दा डिफ्रेन्ट पाउनु हो एन्जिलामा त धेरै डिफ्रेन्ट पाएँ कि मैले अनि अबको डिफ्रेन्ट झन् एक्टिभ मनै छोयो कि एकदम यो होइन र अबको प्रोजेक्टमा चाहिँ कस्तो गर्नु छ कस्तो खालको गर्नु छ भन्ने चासो पनि बढ्ने रहेछ क्या र तपाईँले चाहिँ अबको फिल्ममा अबको पाएको मुभीमा के कस्तो क्यारेक्टर पढ्दै जस्तो हुन्छ जस्तो लाग्छ तपाईँलाई क्यारेक्टर पढ्दै हुन्छ भन्दा पनि अब एउटा डिरेक्टरको अब कस्तो भिजन हुन्छ जुन अब क्यारेक्टरलाई अब जुनै पनि नयाँ प्रोजेक्टमा होइन सो त्यो चिजलाई चाहिँ हामीले बिल्डअप गर्ने चिज मात्रै हो त्यसलाई फरक देखाउने मात्रै हो किनभने मलाई त अब एउटा तरिकाले मलाई धेरै फरक देखिन मन लाग्छ किनभने म एउटा कमेडी प्याटर्नबाट आएको मान्छे हो होइन सो अहिले चाहिँ म एकदम डिफ्रेन्ट गर्ने रुचि गराउँछु कमेडी भन्दा पनि कमेडी एक त छँदैछ तर त्यसमाथि नै अझै डिफ्रेन्टहरू गरौँ न भन्ने
मलाई चाहिँ एउटा मन लाग्छ अनि त्यसमै मजा छ। अनि हजुर पिके भाइसमा चाहिँ कतिको गइन्छ या के छ हाम्रो कसो छ? वडा नम्बर 420 सिजन 2 आउँदैछ, धेरैभन्दा धेरै छिटो आउँदैछ। जस अहिलेसम्म सहकारी भइरहेको छ। सहकारी भइरहेछ। अनि आगामी दिनमा चाहिँ कस्तो के सोच बनाएर अगाडि बढ्न मन छ तपाईँलाई? कसरी सोच्नु भएको छ भनौँ न? भन्दा नि अब आफूमा चेन्जेसहरू ल्याउनु धेरै एउटा अब काम गरिसकेपछि आफूलाई एउटा चेन्जेसहरू धेरै देखिन मन लाग्छ अनि चेन्जेस गर्दै काम गर्दै जाने अब त्यही हो। भनेपछि तपाईँ चाहिँ कमेडीको रूपमा चाहिँ आइराख्नु भएको छ र अहिलेको एन्जिलाको मुभीमा जुन तपाईँले क्यारेक्टर गर्नुभएको छ नि धेरैभन्दा धेरै डिफ्रेन्ट छ के त्यसमा चाहिँ एकदम। मैले सोचेको मेरो साथीभाइले पनि यो सुमी नै हो र भन्ने त्यो एउटा हुँदो रहेछ क्या, त्यो चिजहरू देखेको छ। मैले जुन यो क्यारेक्टर गर्नुभएको छ नि भिज्नु भएको छ नि अनि लास्टै एकदम यो सोचे भन्दा पनि फरक गर्नुभएको छ होइन? अलराइट सो गाइज हामी चाहिँ यहाँबाट अब निस्किन लाग्यो होइन शिबु? हो अब अनि शिबुलाई धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच शिबु आइदिनु भएकोमा। पनि अब मैले यस्तै यो काम गर्ने हजुरहरूलाई सेवा हो होइन? यसै हो अब भ्यासम्म हिँड्ने हो होइन? त्यो दिनसम्म अगाडि म बिमारी पनि भयो हिँड्नु पाएन, त्यसको लागि सरी भन्न चाहन्छु। जानेका शिबुले